उडेको पऱ्यो भने त सर कस्तो खतरा देखिने सिन चाहिँ पऱ्यो उडेको सिनै छुट्टी हुन्छ। ल है त गाइस ओहो क्या मजा आउने छु हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ म यहाँ यता बिहान नुहाएर होइन तपाईँलाई फ्रेस भएर थिएँ। अनि यता मन्दिर आएको छु होइन कालिका। अनि मेरो जस्तो भक्कल थियो होइन यस 11 पास भयो भने चाहिँ अनि भक्कल थियो होइन। अनि कालिका आउने भक्कल थियो 11 पास भयो भने चाहिँ। अनि यता आएको छ हामी चाहिँ आज मम्मीहरू अनि यता दाईहरू यता हुनु छ होइन। यता मम्मीहरू चाहिँ त्यहाँ सामानहरू किनिजानु छ यता हुनु छ दुईजना कलाएर है। पूजा गरेर चाहिँ के कस्तो हुन्छ होइन अनि के बनाएर चाहिँ नयाँ थोक चाहिँ यसो हेरौँ न होइन। कति 1-3-4 महिना जति नै भयो नआएको म चाहिँ यहाँ कालिकातिर होइन। अनि के कस्तो रहेछ भित्र गएर यस्तो देखाउँछु तपाईँहरूलाई होइन। आज दृश्य चाहिँ के रहेछ होइन। ल त्यही हो अहिले चाहिँ हामी जान लाग्छ भित्र कलाएर हामी चाहिँ भित्र छिर्सक्यौँ है। अहिले प्रवेश गरिसक्यौँ हामी चाहिँ भित्रतिर के कस्तो रहेछ हेरौँ है त। सर यतै मन्दिर हेर्नु सक्नुहुन्छ त्यहाँ चाहिँ हो मेन मन्दिर होइन यो चाहिँ। अनि यतातिर छ अन्त यतातिर यो चाहिँ होइन क्या पहिलाको मन्दिर चाहिँ यो मेन मन्दिर हो पुरानो चाहिँ। अहिलेको चाहिँ सक्नुहुन्छ है यतातिर छ है पुरा अहिले नयाँ मन्दिर चाहिँ यतातिर छ होइन। अनि यतातिरै फ्यामिलीहरू कलाएर यहाँ पुरै पूजाहरू मिलाइरहनु भयो। अनि कस्तोसँग हेर्ने हिँड्दै सर हेर्न जोस् यहाँ पिङ नै हालेछ यार हेर्ने। यहाँ पहिले पिङ थिएन कि पिङ हालेको थियो त्यो त्यतातिर चाहिँ गएको थियो पहिला नै होइन। त्यो एक्सर्साइजहरू गर्ने ठाउँमा अहिले एकछिनमा जानु पर्ला कि त्यो पुलअपहरू हान्नको लागि चाहिँ। मैले कति दिन भइसक्यो नि त। अनि त्यहाँ पुलअप नै हान्न पाएको थिएन घरमा भएको बेला चाहिँ। अनि त्यहाँ रहेछ अनि त्यहाँ त हानौँला पुलअप त अहिले पूजा गरेर चाहिँ त्यतातिर जानु पर्ला। अनि पुलअप सोधेर उता हानौँला होइन। ल त्यही हो सर यतातिर पनि छ अहिले देखाउँछ तपाईँहरूलाई एकछिनपछि पुग्ने। त्यता म एक्सर्साइजहरू गरेको यताउता गरेको चाहिँ एकछिनपछि देखाउँछ त्यही हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ खासै मान्छे आएन रहेछ कि यहाँ फेरि जोस् रमाइलो छ होइन टक्कालाई हेर्नु कोही हो क्या सक्दैन नि के बोटहरू हेर्छ त्यो नाम त थाहा थियो तर बिर्सियो कि डिप्रेशन में रहता हूँ हमेशा। अब भी मैं डिप्रेशन में हूँ माँ कसम। मतलब अलग लेभलको बन्दा हो क्या डिप्रेसन भने जस्तै हो कि है। अनि नारी हेर्ने बच्चाहरू हाम्रो घरको बच्चाहरू टक्कलाई हेर्नु दुई ठाउँ रहेछ फेरि पिङ चाहिँ दुई ठाउँ रहेछ। तिनीहरू त्यता गइसक्यो खेल्नलाई अहिले म त्यतै जान्छु तिनीहरू गएको ठाउँमा त्यहाँ खेल्न मतलब त्यो पुलअप हान्नु चाहिँ जान्छु क्या। कति धेरै दिन भइसक्यो नि त पुलअप नहानेको कति त्यस्तै 15-16 दिन जति नै भयो होला उहाँ जिममा हानेको थिएँ। त्यसपछि त अनि एकैचोटि गाउँ जानु पऱ्यो नि त होइन भोलिपल्ट नै गाउँ जानु पऱ्यो कि। अनि त्यही कारणले चाहिँ त्यो पुलअपहरू चाहिँ हान्न पाएको थिएन घरतिर पनि थिएन नि त पुलअपको हान्दियो त्यस्तो वाला। अनि त्यही भएर चाहिँ हान्न पाएको थिएन जोस् है। अनि अब यहाँ चाहिँ एकछिन हानेर जान्छु म चाहिँ अहिले जानु पर्ला जस्तो एकछिनपछि ल। अनि त्यही हो यतातिर पूजाको सर्दनहरू मिलाइरहनु भएको छ मम्मीहरू त्यहाँ दिदीहरू उसहरू भएर चाहिँ होइन ल कलाएर त्यही हो। यतातिर म पहिला हुन्थ्यो कि कन्सर्टहरू हुन्थ्यो क्या यहाँनिर अहिले वर्ष नै हुन्छ होला वर्षमा चाहिँ भइरहन्छ त्यहाँ कन्सर्टहरू उसहरू त्यस्तै होइन। ल त्यही हो गाइस अब एकछिनपछि चाहिँ हामी पूजा गर्न जान्छौँ। अनि त्यो पूजा गरेको चाहिँ देखाउने छु हजुरहरूलाई है त। यहाँ खेलाऊँ है त गाइस तर डर चाहिँ लाग्छ होला है फोगरै रहेछ तर खेलाऊँ है त ल है त गाइस ओहो क्या मजा आउने छु धन्नु लग्यो ल त्यही हो गाइस होइन। सक्छ बाबा सन्जिस दाइ त छ नि बाबा हो त्यो सन्जिस दाइ
पेन चाहिए हेर्न सक्नुहुन्छ गाइज कलारा मन्दिर होइन यता हुन्छ कि कन्सर्ट चाहिँ फेरि सर होइन है मम्मी चाहिँ त्यता हुनु त्यतातिर त्यहाँ ऊ बनाइरहनु भयो कि त्यो पूजाको सर्जनहरू अनि त्यसरी उनीहरूसँग आयो दाइहरूसँग है टक्क लाएर यता ल बहिनी छ अनि यहाँ त्यही हो एकछिन गरेको हेर्नु यस्तो पसिना आयो कि एकछिन गरिदिएको पसिना आइसक्यो हेर्नु यस्तो अनि त्यही होला गाइज होइन अब हामी चाहिँ यस्तो पूजा गर्न जान्छ एकछिन यहाँ एक्सर्साइज यताउता गरेर चाहिँ है सर हेर्छौँ भन्दै टक्क लाएर ल त्यही हो सर मम्मीहरू चाहिँ पूजा गराउनु हो अनि हामी एकछिन पछि गर्छौँ है यतातिर हेर्नु सक्नुहुन्छ यो चाहिँ बब्बर छ यो चाहिँ पुरानो मन्दिर हो कि पहिलाको यतातिर पनि छ मन्दिरहरू चाहिँ है पूजा गरिरहेको छ मान्छेहरू अनि यता यो पहिलाको मन्दिर पुरानो टक्क लाएर त्यो चाहिँ नयाँ मन्दिर फेरि त्यो चाहिँ परेवा बस्यो हेर्नु टुप्पामा गएर कि ल त्यही हो गाडीहरू यतातिर है सरेर पुरै बाटो हेर्नु पुरै लड्ला जस्तो कि यहीँ म चाहिँ यहीँ यो पूजाको सर्जनहरू लिएर जाँदैछु होइन अनि यतातिर नि गऱ्यो तिनीहरूतिर नि पूजा गऱ्यो होइन अब यहाँ पाली छ यो मन्दिर अनि त्यसपछि अनि त्यो मेन मन्दिरमा चाहिँ बाँकी छ एकछिनपछि गर्छु यो गरेपछि चाहिँ होइन कलाएर गरिरहनु भएको छ मम्मीहरू महादेव छोरी त्यही राखेर खान्छ पागल भयो गर्मीले भगवान् मन्दिर जीवनमा त्यही कुरा हुन्छ होइन त्यो कुरा चाहिँ मम्मीलाई मान्नै पर्छ होइन अनि त्यही हो गाइस अब हामी चाहिँ पूजासुजा गरेर चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ होइन आज अलि हल्दै छ कि छँदा चाहिँ होइन घरतिर पूजासुजा गरेर चाहिँ जान्छ मिसिन्छ सबै यहाँ सर्जनहरू हाम्रो काले भाइ हेर्नु गरे गरे गाइस फाइनली हामीले यो मन्दिर पनि भइसक्यो होइन र यतै सर आइरहनु यतातिर काले हेर्नु तपाईँ घन्टी मात्रै बजाएर बस पूजा गर्नु छैन है ल पुरानो मन्दिर हो कि यो चाहिँ मेन मन्दिर नाकिने हो अब हामी चाहिँ मेन मन्दिरतिर लाग्छ गाडी जाने होला गइसक्यो हामी चाहिँ होइन यता जाने होला जाँदैछौँ त्यही है मेन मन्दिर चाहिँ त्यहाँ गएर पूजा गर्छौँ अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्छौँ है त सर होइन है मेन मन्दिर चाहिँ यही हो है फेरि यहाँ पूजा गर्नुपर्छ मेन मन्दिर चाहिँ परिवार हेर्नु कस्तो रमाइलो जोडी परिवार जोडी भने जस्तै हजुरहरू पनि जोडी छ कि छैन हो क्या है त ल मेरो सर आउनु भयो पछाडितिर है फ्यामिली अनि हेर्न महादेवको एकदम त्रिशुल वाप्प गोप्दियो भने फेरि सक्यो हो क्या है त ल तर उडेर पऱ्यो भने त सर कस्तो खतरा देखिने सिन चाहिँ परेवा उडेको सिनै छुट्टी हुन्छ कि है त ल त्यही हो गाइस होइन अब जे होस् आफूले मागेको वर चाहिँ पुरा हुन्छ नि आसमा आउने होइन पुरा नि गर्नुहुन्छ भगवान्ले थाहा छ है त्यही भएर भगवान्लाई त्यही खेला चाहिँ यताउता केही नसोच्नु होला होइन त्यस्तो चाहिँ तर सोच्न सक्दैन होइन राम्रै गर्नुहुन्छ भगवान्ले त्यही आसमा आउने छु त्यही आसमा नै आउने सबैजना होइन भगवान्ले राम्रै गर्ने छ भने आसमा नै आउने सबैजना त्यही भएर चाहिँ एकदम जङ्गल छ है फेरि यतातिर आसमासँग होइन त्यही कारणले चाहिँ आउनुपर्छ यो सबै ल के हुन्न मेनमा है त दिन्छ कहिले ल त्यही हो गाइस घन्टी बजाउँदै ल ल मैले पनि बजाइदिन्छु तर हातमा फेरि यहाँ सबै झोलै झोला कि फेरि गाइस टक्क होइन झोलै झोला परेर बस्ने ठाउँ चाहिँ घर
होइन चिटिक्क परेको घर कि यस्तै घर बनाउँछु सानो को पर्छ काम जीवन हो क्या होइन गाइस त्यही हो हामी चाहिँ अब सबै लगाएर पूजा गर्छौँ है अनि त्यसपछि चल्छौँ घरतिर उही त्यसको त्यस्तो खाल्थ्यो रहेछ हौ धन लडे के अनि फोटो खिच्ने हो ल ल फोटो खिच्नु पऱ्यो यसो फोटोसोटो यताउता हानेर चाहिँ अनि जान्छ हामी घरतिर सबै पूजा गरेर चाहिँ यताउता गरेर चाहिँ भइसक्यौँ होइन अनि अब चाहिँ घरतिर लाग्नु लाग्यो हामी चाहिँ होइन अलिकति हतार भयो भने नि घरमा चाहिँ अलिकति काम भयो भने चाहिँ छिटो जानु पऱ्यो नत्र त अलि धेरै बेर नै बोल्थ्यो मलाई होइन यसो काम छ नि त घरमा चाहिँ होइन अनि त्यही कारणले चाहिँ छिटो जानुपर्ने भएको कारणले चाहिँ अनि गइहाल्छ हामी चाहिँ अनि त्यतातिर गाडीहरू पनि पूजा गरेर जानुभएको छ उता आन्टीहरूले उसले होइन अनि टक्क लाएर हेर्नु सक्नुहुन्छ सारा ल यो कालिकामै अब आसमा आउनेहरू होइन पुऱ्याइदिनु नै हुन्छ दियोस् कालिकामाईले फेरि आउने गर्छ फेरि आउनेछौँ दियोस् पुऱ्याइदिनु हुन्छ होइन आइरहन्छौँ अनि पूजासुजा आयोजन गर्नलाई लागि एन्ड 12 पास भएपछि नै आउने हो भने त्यसपछि होइन त गाइस अब फोकस दिनु पऱ्यो 12को लागि होइन अब यता त केही ध्यान नदिकन कि बस पढाइ फोकस एन्ड सक्सेस हुनु छ नि त होइन दियोस् सक्सेस हुनु छ डिसिप्लिन रहेर अनि गिभअप गर्नु भयो नि त ल त्यही हो गाइस आजको लागि यति नै हो ब्लग होइन त्यो यता कालिकामाईको भिडियो चाहिँ होइन यति नै हो ल त्यही हो गाइस हेर्दै गर्नु होला माया सपोर्ट गरिरहनु होला है त्यही हो ल एन्ड थ्याङ्क फर वाचिङ भिडियो एन्ड सेन्ड बाई